यो प्रस्तुति पछाडि टप 16 सिंगिङ क्याटेगोरीको क्यान्डिडेटहरू मध्येबाट उत्कृष्ट आवाजहरू मध्येबाट उत्कृष्ट खोज्ने क्रममा बालुलुको घुम्टोले छोपिराखेको एउटा चिया बगानको सुन्दर नगरी इलामबाट आउँदैछन् सचिन लेप्चा। प्रतिभा सचिन लेप्चाको बारेमा के भनाइ छ सुरेश अधिकारी? 20 वर्ष अगाडि इलामको कन्याम चिया बगानमा जाँदाखेरि एउटा फिल भएको थियो कि यति लामो थकाइ त्यो एकैछिनमा मेटिएको थियो मेरो। त्यो नेचुरल त्यो एउटा फ्रेस प्राकृतिक हावादेखि म धेरै पर काठमाडौँमा बस्थेँ अनि जति फ्रेस भएको थिएँ म आज त्यो इलामबाट आएको सचिन भाइको त्यो भोइसको एउटा फ्रेस एउटा नेचुरल सिंगिङ देखेर म आज त्यतिकै फ्रेस भएँ। इलाम बजारको चिया बगानको चिसो चिसो हावा सँगसँगै आफ्नो बाल्यकाललाई अगाडि बढाएका र चियाको त्यो चुस्की जस्तै जो जिब्रोमा झुन्डिने अत्यन्तै राम्रो स्वाद सहितको आफ्नो प्रतिभा लिएर आएको सचिन लेप्चालाई तपाईँ जिताउन चाहनुहुन्छ भने एसएमएस गर्न सक्नुहुन्छ। मेरो कला गला र प्रस्तुतिले आज टप 16 सम्म आइपुगेको छु र यहाँभन्दा अगाडि जानको लागि तपाईँ सम्पूर्ण दर्शकहरूको माया प्रेमको आवश्यकता छ मलाई र आशा छ मलाई आगामी भागहरूमा अगाडि देख्न चाहनुहुन्छ भने तपाईँ सम्पूर्ण दर्शकहरूले मेरो आवाजलाई भोट गरेर मलाई अगाडि बढाइदिनुहुन्छ भन्ने आशा राखेको छु।